ल गाइज अब तपाईँहरूले देखि नै राख्नु भएको छ यता खाजा लाउने कार्यक्रमहरू भइरहेछ भर्खरै अब होइन यो पनि भर्खरै आइपुगेन अब खाजा साजा लगाइदिउँ सायद बर्थडेमा यो चाहिँ बाबुआमालाई चाहिँ लगाइदिउँ भनेको सायरलाई त बिस्तारै लाउँदै जाउँला नि पहिला जन्माउनुलाई लाउने हो आउनुहोस् ल एकछिन ए हात लगा लुकाएर कति हाल्नु थाल्नुभयो हात्ती प्लेन किन्ने यो चाहिँ माथि माथि गर्ने म मुनि हाल्छु ल है खदा चाहिँ मलाई पनि छ है त्यहाँ मेरो पनि भरे त्यसैले कपिराइट हाल्ने त्यहाँ मलाई त्यसैले कपिराइटले भेटिरहेको कान्छाकाको अलिक नजिक हामीले कसैलाई पनि बोलाएको छैनौँ अब घरको मात्रै छौँ ल दाजु एक दुईवटा शब्द जाँदा पनि हुन्छ है केही फरक परेन यो चाहिँ सात बाटो स्थित यो अरबिका कफी एक्सप्रेस हामीहरू साया पनि आउनु सजिलो भयो हिजो सायरौँ आज 4 वर्षमा प्रवेश र हामीले गीत पनि प्रस्तुत गरेका छौँ र को आउनु भएको छैन बोलाएकै छैन खास भन्यो भने हामी घरको मात्रै छौँ मैले खड्का डाल्नु कति जान्छु उहाँले पहिले दिनुभएको छ मैले खड्का डाल्नु किनकि धेरै माया लाग्छ खालि के दिनुभएको छ त अहिले उसले त काटिसक्यो एउटा ल ल ल Happy birthday to you. Happy birthday to you. Happy birthday dear Siren. Happy birthday to you. Tale! गर्व हो तिमी जन्मेको दिन पर्व हो के भन्नु ए काट्छौ थ्याङ्क यू सो मच ल यस्तै भइरहेछ र अहिले जुस केक काट्ने काम भइरहेछ ल अब यस्तै हेर्दै जाउँ के हुन्छ ल थ्याङ्क यू ल आफा र ए साँच्चै यो चाहिँ मामाको घोडा भान्जाको हि भन्थ्यो आज चाहिँ सायरको बर्थडेमा मैले चाहिँ मेरो भाइ गायक सङ्गीतकार रायनमीलाई एउटा कार उपहार दिएको छ ल बधाई छ है दाइलाई ओहो ओहो ल बधाई छ होइन केटो स्कुटीबाट साइकलमै झर्ला जस्तो भयो
काङ्ग्रेचुलेसन सक्सेसफुल पेपर बाइकसम्म त हामीले नि पाउँछौँ होला कसो हो आज बुलेट चाहिँ ज्वालाको जस्तो होइन अरे हो ए हाल ल हात लगा ह्याप्पी बर्थडे ल साया ओ साया यहाँ छ त सायक पनि छ यता हाम्रो यता भर्खरै हाम्रो नवीन दाईले चाहिँ कार पाइसक्नु भएको छ ल बधाई छ तपाईँलाई धेरै धेरै बधाई झोला काका एकैछिन मैले बर्थडेमा यो साले सबै खाली लिउँ न एकाजी फोटो भिडियो दुईजना मात्रै सायलाई त लागेको छैन लिँदैन नो अहिले खाने त नि यस्तै रफ फोटो खिच्नु नि होइन सबै यो मात्र फोटो हो हजुर 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 तपाईँलाई एउटा स्मरण गरेर है हजुर 18 वर्ष अगाडि तपाईँ मेरो छोराको सम्झिनुहोस् अब बुटौलमा तपाईँलाई इन्भाइट गरेको थिएँ मेरो छोराको न्वारान्डु बेलामा तपाईँलाई इन्भाइट गरेको थिएँ है आज सहयोग परेछ है बाफरे ल ल बाबु ल थ्याङ्क यू थ्याङ्क यू हस् त मलाई पर्दैन थियो हजुरलाई हसनको चाहिँ थाहा पाएँ पैसा त अहिले खिच्नु ला अब चाहिँ ल के भन्नुहुँदैछ त के अरे भन्नु त अब हामी चाहिँ त्यहाँ पैसा नो थियो होइन ला छ हामी चाहिँ स्पोर्ट्स हेर्नु आँटेको बेट खेल्नु आँटेको कि त मैले राख्छु कि त ज्वालाले लान्छ किरण चामलिङले लानु जस्तो छ टिमै छान्नु जान्दैन हुनुहुन्छ कि अनि 3000 को पनि राख्नु तर भने आज त 12000 को भन्दैछ कताबाट राख्नुपर्छ दादा राकेश सर तपाईँको टाउको डिस्टर्ब हान्ने के भइरहेछ के भइरहेछ हाम्रो के भइरहेछ किप वाचिङ भनेको छ किप वाचिङ भनेको के भयो नेपालीमा नेपालीमा भनेको के हो किप वाचिङ यतापट्टि फर्काएर उता पनि केही देखिदिनु पर्दो रहेछ होइन सट्टै हेर्छु म फ्रेममै छ सबै यसो गरेर चाहिँ फ्रेममा छ डाइरेक्टर किप वाचिङ किप वाचिङ यो भन्नु छोड्नु भएन है किप वाचिङ
किमा चाहिँ कि बुवा चाहिँ कि ब्लग अरे यो प्रेम अङ्कलमा छोड्नुपर्छ कि ज्वाला अङ्कलमा यस्तो होला नि त के भयो चाहिँ एडिट गर्नु छ भने खिचिरहेको छ